हेलो साथीहरु, गुड मर्निङ, नमस्कार। हजुरहरुलाई चाहिँ म आज के देखाउन गइरहेछु भने साथीहरु, यो सुगाले चाहिँ गहुँ धान मकै मात्रै खाएको थाहा थियो मलाई हैन साथीहरु। ल हेर्नुस् त, यसो करेसा बारीमा रोपेको भिन्डी। ल हेर्नुस् सुगाले अब सागसब्जी तरकारी सुद्धा त नराख्ने हो साथीहरु। हेर्नुस् त, अब यो नियन्त्रण चाहिँ कसले गर्ने त? यो सुगालाई चाहिँ कारबाही कसले गर्ने त? ल साथीहरु, ल हेर्नुस् त, ल हेर्नुस् सबै खाइदिएको छ। ल हेर्नुस् सुगाले जे पत्ता लाउँछ यो सुगाले, जे चिज पनि लगायो सबै खाइदिइरहेको हुन्छ साथीहरु। ल हेर्नुहोस् साथीहरु, यो अम्बक पनि खाइदिएको छ यसरी सबै। फलफुल पनि सबै केही नराख्ने हो साथीहरु। यहाँ हेर्नुहोस् त सुगाले। अनि परबाट यसो हेऱ्यो, राम्रै होला, खाएको छैन होला भन, नजिक आएर यसो टिपेर हेर्नुको साथीहरु, सुगाले नखाएको त के कुनै छैन साथीहरु। ल हेर्नुहोस्, यसो बचेको मात्रै हामीले खान पाइन्छ है साथीहरु। यस्तै छ। हेर्नुहोस् साथीहरु, यो सुगालाई यो सुपारीको फुल पनि कति मिठो लागेको। ल हेर्नुहोस् त, यसरी सबै झार्दैछ सुगाले चटचटी। यो कलियुगमा के देख्नु पर्दो रहेछ साथीहरु। ल हेर्नुहोस्, हाम्रोतिर चाहिँ सुगाबाट धेरै शास्ति भोग्नु परेको छ किसानले। ल